Hello everyone, good morning. बिहानैको बिहानै म चाहिँ अहिले पिकनिक खानुमा आइरहेको छु माथि। हामी जिम हलबाट जाँदैछौँ साथीहरू। तपाईहरु त अब उठ्नु भएको छैन होला। बिहानै एकदम जाडो छ ठन्डीमा। म चाहिँ जिउ तातो भइरहेको छ है साथीहरू। एकदम यहाँ पिकनिक खानु हामी चाहिँ भेरेटारको यात्रा हो, भेरेटारमा। अनि आज देखि 3:30 बजे नि उठेर तयार हुँदा मान्छे बेला हुँदाखेरि साथीहरु बेला हुँदैछ। कोही आदि चाहिँ गइसक्यो हैन। उहाँ बस पनि यहाँ छ साथीहरु। तपाईहरु सन्चै हुनुहुन्छ? म एकदम सन्चै छु हैन। म चाहिँ तपाईहरु सन्चै हुनुहुन्छ होला भनेर आशा गरेको छु। अनि म चाहिँ भर्खर कफी खाएर निस्केर यसो सानो बिहानको ताजा खबरहरु तपाईहरुलाई सुनाउनु भनेर चाहिँ आइरहेको छु के साथीहरु। देउराली 5 को जिम हल हो। अहिले चाहिँ हामी पिकनिक खानु गएको अवस्थामा है। हामी कहाँ जाँदैछौँ हो? आज हाम्रो पिकनिक कहाँ समाप्त हो? माथि जानुको लागि चाहिँ माथि तयारी सबै कोही गइसक्यो। यहाँ हाम्रो भाइ पनि जानुलाई तयारी छ है त साथीहरु। देखा पर यहाँ देखाएन भनेर चित्त दुखाइरहेछ के साथीहरु। यता मेरो बुहारीहरु, यता पछाडी चाहिँ मेरो बुहारीहरु के ए बहिनीहरु पो त। अनि के भने सबै बुहारी छ तिमी छोरी मेरो बुहारीहरु। ओ देखाएन भनेर चित्त दुखाइरहेछ साथीहरु। हेर्नु त है देखाइदिएको। हामी चाहिँ बगरकोट आइपुग्यौं। अब बगरकोटदेखि झट्टै भान्चोक जान्छौँ हैन भाइ। भान्चोकदेखि सिधै उँभो काइछहरू भान्चोक आइपुग्यौँ है। भान्चोक आइपुग्यौँ। भान्चोक अब भान्चोकदेखि हामी उकालो लाग्दैछौँ साथीहरु। अहिले त मान्छेहरु कोही उठेको छैन। अब हामी उकालो लाग्यौँ है। उकालो लाग्यौँ सर। अहिले चाहिँ हामी भान्चोकदेखि उँभो लाग्यौँ गाइछहरू। म चाहिँ भर्खर आइपुगेँ हैन पिकनिक खाने ठाउँमा। र आज चाहिँ मौसमले पनि साथ दिएछ के साथीहरु। घाम लागिरहेछ हेर्नुस् त है। एकदम राम्रो डाँडा पाखा हैन त कहाँ पुग्दै रहेछ मन्जु राई। तपाईहरु भन्नुहुन्छ नि वरि सुतिरहन्छ के काम गर्छ यो मन्जुले भन्नुहुन्छ। कामै गर्दैन भने यस्तो काम गर्छ के। यस्तो चाहिँ यो ठाउँमा तपाईहरुलाई नयाँ भिडियोहरु देखाउनुको लागि चाहिँ संसार देखाइदिन्छु के तपाईहरुलाई। कहाँ नपुगेको ठाउँ चाहिँ कहीँ छैन के साथीहरु। आज चाहिँ म माथि भेरेटार आइपुगेको छु पिकनिक खानु। बिहान 3 बजे नि उठेर हिँडेको के साथीहरु। 9-10 बजे सुत्ने मान्छे आज त 3 बजे उठेर के साथीहरु। एकदम जाडो भइरहेछ के हात गङ्ग्रेर। उहाँ घरमै कफी खाएर आएको। कफीले पनि हराएर आइसकेछ कि साथीहरु। एकदम राम्रो घाम लागिरहेको छ। यो चाहिँ आज जिमबाट आएको हो नि त। तपाईलाई मन्जुको घर त तपाईलाई थाहा होला हैन। कारण 5 भनेर म चाहिँ एकदम तपाईहरुको लागि नयाँ भिडियोहरु, राम्रो भिडियोहरु लिएर न्यू भिडियोहरु लिएर रमाइलो ठाउँमा गएर देखाउने पनि छ तपाईहरुलाई हैन साथीहरु। सरस भाइ कहाँबाट आउनु भएको अरे? हामी तपाईँको युट्युब पनि भन्नु होला, मेरो पनि भनिदिनु होला। रिमा राई होइन मन्जु भलक 31 भनिदिनु। फेरि मन्जु राई खोज्छ के। मन्जु भलक 31। हेर्नुहोस् त है यहाँ चाहिँ बस्नेको
बस्नेको पकाउनेको कार्यक्रम पनि गरिरहेको छ साथीहरू। सबैजना पिकनिक खानुको लागि चाहिँ यहाँ सबैजना चाहिँ यहाँ पिकनिक खानु बसिरहेको छ। हेर्नु यहाँ बनाइरहेछ। अघि आउने म चाहिँ भर्खर आएको साथीहरू। 9 बजीसम्म सुत्ने मान्छे आज चाहिँ 3 बजी उठेर क्या रमाइलो गर्नु एकदम खुसी भएर आएको क्या साथीहरू। तब एकदम आज चाहिँ समयले पनि साथ दिइरहेछ। एकदम घाम लागिरहेछ, कति तातो भइरहेछ साथीहरू होइन। तपाईँहरूले मेरो भिडियो हेरेर साथ दिनु होला। कता कता देश विदेशबाट छरिएर बस्नु भएको साथीहरूले एकदम मेरो भिडियो मन पराएरै दिनुहुन्छ भनेर मलाई आशा गरेको छु र अहिलेसम्म मन पराइदिनु पनि भएको छ। एकदम तपाईँहरूले मजाले हेरिदिएर साथ सपोर्ट गरिदिनु होला। म चाहिँ कहाँ गएर अब होइन आज धेरै भयो भिडियो बाहिर नहिँडेको पनि आज चाहिँ यसो गएको बाहिर धेरै टाढ पिकनिक खानुको लागि। मन्जु भलकले चाहिँ 31ले चाहिँ एकदम राम्रो भिडियोहरू चाहिँ अर्ग्यानिक भिडियोहरू पहाडको गाउँ घरको मात्रै ल्याउने छ है। मेरो लागि चाहिँ अमेरिका, अस्ट्रेलिया, युके, हङकङ, नेपालमै छ। मान्छेहरू घुम्न जानुहुन्छ नि तपाईँहरू पुरा पैसा खर्च गरेर युके अफ्रिका उता बाहिर जानुहुन्छ नि। तर हाम्रो नेपालमै हो कि मेरो लागि चाहिँ अमेरिका नेपालमै हो। साथीहरू अहिले चाहिँ खाजा पानी भइसक्यो है। खाजा खाएर टन्ना खाएर जिङ्रिङ्गा मटाएर के दर भएर फेरि तपाईँहरूसँग यसो नयाँ अलिकति कसैले देखाऊँ भनेर नि यहाँ त चाहिँ खाँदैछ के चम्पुतालीहरू। यो चाहिँ चम्पुतालीहरू है, परिहरू अरे हेर्नु त साथीहरू, परिहरू हो मेरो भदैनी बुहारीहरू हो। अनि यति राम्रो छ हेर्नु म आनन्द भइरहेछु तातो घाममा के खाएर अन्डा चिया होइन के खाएर टन्ना खाएर। यहाँ चाहिँ दोकान पनि खोलेको रहेछ। पहिला एकचोटि आएको थिएँ साथीहरू। यहाँ दोकान छ क्या रमबिहारको भरै चाहिँ जाडो भयो भने जिउ तताउने चाहिँ यहाँ दोकान छ क्या साथीहरू। सबै यहाँ टिकट बनाइरहेछ क्या, रमाइलो गरिरहेको छ यहाँ सबैजना। म पनि यहाँ त अलिकति पाथी भाडा जाउँ भन्छ नि त माथि नै पर्छ। पहिले गएको योभन्दा 3-4 वर्ष अगाडि। अहिले चाहिँ पाथी भाडा मुनि हामी चाहिँ पिकनिक खान आएको क्या साथीहरू। जिमको साथीहरू क्या, म चाहिँ जिम गर्दिनँ र पनि जिमको साथीले अब जिम न भनेर चाहिँ म आएको हो क्या। तर आज चाहिँ जिमबाट आएको। अनि किन बचान हार्ने भनेर नि फेरि मन्जु राईको चाहिँ बचान हार्ने बानी छैन क्या साथीहरू। यस्तो राम्रो छ है। न समयले पनि साथ दिइरहेको छ क्या। आज घाम लागेर तातो आनन्द भइरहेछ क्या साथीहरू। पुरा भिडियो बनाइरहेछ क्या यहाँ साथीहरूले पछाडि। अनि एक्लै डर लाग्यो क्या, जङ्गलमा एक्लै हिँड्नु हुँदैन। तपाईँहरू हेर्नुहोस् त, गर्नुको लागि चाहिँ यहाँ भेराटारको माथि पाथी भाडा मुनि आउनलाई पिकनिक खाने ठाउँ एकदम राम्रो छ। पानीको पनि सुविधा, कहिले पनि यति रमाइलो गर्छु हेर्ने त। मरिलानु क्या छ, एक वर्ग जिनी हो। रमाइलो गर्नुपर्छ, हाँस्नुपर्छ, बोल्नुपर्छ होइन, रमाइलो गर्नुपर्छ होइन। म चाहिँ रमाइलो गर्ने मान्छे। रमाइलो गर्नु त म त जहीँ तहीँ नै पुग्ने हो कि। म त संसार पुग्ने हो नि, अब त ठाउँै छैन क्या। उन्ना कच्चा सबैतिर पनि म त भिडियो बनाइसकेँ क्या साथीहरू। अनि चिकन भोक लाग्यो अब खाजा। अघि चिया खायौँ, यो चाहिँ खाजा है साथीहरू। भइरहेको
एकदम स्वादिलो मिठो रहेछ क्या। सरस भाइ के छ हालखबर? हामी कति खाएको भाइ भन्नु त? धरन पास भन्नु न हौ। धरन balak Hajuan Romero. Manju balak Hajuan. साथीहरु अहिले चाहिँ म पिकनिक खाएर सकेर घर फर्किँदै हो। ढिलो भयो के साथीहरु। यहाँ ड्राइभर भाइ पनि हुनुहुन्छ। भाइ केही भन्दिनु न, आज कस्तो रमाइलो भयो कि